यो चाहिँ कालो भएर चाहिँ सायद हुनसक्छ काली मकुरा यसको नाम राखेको होला है, ब्ल्याक स्पाइडर है। र यो चाहिँ मेरो घरको यो टोइलेट जाने ठिक प्यासेजमा रहेछ र यसलाई चाहिँ मैले बेलुकी धन्न हातमा लाइट थियो र देखिहालेँ, चप्पलमा रहेछ र देखिहालेँ र ग्लासले चाहिँ छोपिराखेको थिएँ र अब बिहान चाहिँ अब म ड्युटी जानु आँटेको र यसलाई चाहिँ यो सेन्टर फ्रेसको बोतलमा हालेर चाहिँ म अन्त जग्गा छोड्छु जहाँ चाहिँ अब कोही मान्छेहरू आउजाउ नगर्ने ठग्गा जग्गातिर है। र अब अलिकति सतर्कता चाहिँ अप्नाउनु पर्ने छ अहिले बर्खा झरीमा, विशेष यिनीहरूले चाहिँ अब अलिकति त्यस्तै अब फुक्को खालो है चेप कुनातिरै बस्नु रुचाउँछ नि त। त्यसले गर्दा यो घरमा आएको कारण पनि त्यही हो, फुक्को पालो खोज्दै प्लस आहारको खोजीमा आउन सक्छ र यसले अब टोक्यो भने चाहिँ सुन्निने प्लस के अरे अब पोल्ने र हुन त अब यो अरू माकुराहरू भन्दा धेरै नै अब पोइजनस माकुरा हो र यदि अब यसले टोकेको खण्डमा चाहिँ हजुरहरू अब घरेलु उपचार भन्दा पनि डक्टरसँगै सम्पर्क राखेको राम्रो होला है। र यसलाई चाहिँ म आज रिलिज गर्दैछु किनकि यो महिना एकदमै पवित्र महिना हो है, शाखा दावा। त्यसले गर्दा जाऊ तिमी